सम्पूर्ण चारै वेद 18 पुराण त्यसैलाई आफ्नो यथाशक्ति ज्ञानले समस्त भक्तजनलाई रसपान गर्दै आउनुहुने अति आदरणीय व्यास विराजमान गुरुजी, यस्ता भागवतका प्रत्येक श्लोकमा जुन आनन्द हुन्छ त्यो आनन्दलाई अझै रसमय बनाउने रस भर्ने हाम्रा सङ्गीतकारका चरण कमलमा कोटि कोटि प्रणाम। भागवत गर्ने, भागवत माथि बसेर प्रवचन गर्ने गुरुजीले भागवतका सम्पूर्ण श्लोकहरूलाई एक एकवटा श्लोकको एक एकवटा शब्दको अर्थ बताउनुहुन्न। म पनि बताउँदिनँ, उहाँले पनि बताउन सक्नुहुन्न। तर यो पाठ गर्ने जुन गुरुजीहरू हुनुहुन्छ उहाँले लाइन बाई लाइन एक एकवटा शब्द पढेर माथिबाट केही भयो कि त्रुटि भने पनि तलबाट त्यो पुरा टेवा यो खाना जस्तै भएको हुन्छ। यो पाठ गर्ने गुरुहरू उहाँहरूको पनि चरण कमलमा प्रणाम गर्दै अनि भागवतकार पनि आउनु हो, व्यास भनेर पनि राख्यौँ। पठन पाठन गर्न राम्रो अध्ययन गरिदिनुहोस् है भनेर पनि हामीले राख्यौँ। बाजा पनि बज्यो। तर श्रोता कोही पनि आएन भने यहाँ सुन्नै हुन्छ। पिक्चर हलमा पिक्चर लगाएर अडियन्सहरू आएन भने त्यो पिक्चर लगाएको मजा आउँदैन। सबैभन्दा शिरोमणि भक्त समुदायमा कोटि कोटि प्रणाम गर्दै म दुई चार शब्द तपाईँहरूको अगाडि राख्न चाहन्छु। गुरुजी कोटि कोटि प्रणाम, सम्पूर्णमा कोटि कोटि प्रणाम। यो भागवत हो, यहाँ भागवतको कथा भयो। भागवत गर्ने गुरुजी यहीँ हुनुहुन्छ। उहाँहरू पनि सायद कहीँ गएर भागवत गर्नुहुन्छ होला, पठन गर्ने गुरुजीहरू पनि। तर भागवत भन्ने कुरा सागर, हामी सागर छेउमा खेल्ने साना भ्यागुताका बच्चा जस्ता मान्छे मात्रै हो। त्यो अथाह त्यो सागरभित्र के छ त्यो न उहाँलाई थाहा छ न मलाई थाहा छ, थाहा छैन। त्यो उनी पूर्ण ब्रह्म परमात्मालाई मात्रै थाहा छ। त्यसले गर्दा आफ्नो आफ्नो पाराले तेन्दुलकर पनि अगाडि गएर एकपल्टमै ब्याटमा कोही बेला आउट हुन्छ। यो रड्डी रहेछ, खेल्न जान्दैन भन्नु हुँदैन। कोही बेला लकले त्यस्तो हुन्छ। त्यस्तै कोही बेला मामुली खेलाडीले नै 100वटा छक्का मारिदिन्छ र कुनै त्यसै दिनको सेन्चुरी बनाएर फर्किन्छ। यो त खतरा रहेछ पनि भन्दैन। त्यो भाग्यको खेल हो। त्यस दिन उसको के लेखेर गएको हुन्छ त्यही। त्यसले गर्दा उहाँले आफ्नो क्षमताले आफ्नो कथा गर्नु हो। मेरो क्षमताले कथा गर्छु। कथा गर्ने गुरुजीहरू हुनुहुन्छ, भजन गाउने गुरुजी हुनुहुन्छ। उहाँ हाम्रो भजन गायकले यहाँ जुन भजन गाउनु भयो, अब म पनि धेरैतिर भागवतमा हिँड्दाखेरि विभिन्न प्रकारका गायककारहरू सङ्गीतकारहरू देखेको छु। आफ्नो आफ्नो शैली